मिलेगा। थैंक यू। और अपने सबके बीच में नेपाली फिल्म इंडस्ट्री के महानायक राजेश हमाल जी के अपन प्रस्तुति देवे के हम अनुरोध करे छे। तपाईहरुलाई रमाइलो भइरहेछ मैले देखिरहेछु यहाँहरूले कति आनन्दपूर्वक रमाइलो मानेर हाम्रो भोजपुरी कलाकारहरू केशरी लालजी र उहाँका अन्य मित्रहरूको कार्यक्रम हेर्दै हुनुहुन्छ। अत्यन्त नै रमाइलोसँग उहाँहरूले यहाँलाई मनोरञ्जन दिँदै हुनुहुन्छ, हो कि होइन? हो नि, होइन? अनि कलाकारहरू जहाँको भए पनि हेर्नुहोस्, भोजपुरको कलाकारहरू यहाँहरूले माया गर्नुभएको हुनाले, यहाँहरूले आत्मसात गर्नुभएको हुनाले उहाँहरू यहाँ आउनु भएको छ। यहाँहरूको समक्ष यहाँहरूलाई आफ्नो कार्यक्रम प्रस्तुत गर्नको लागि, आफ्नो कलाकारिता प्रस्तुत गर्नको लागि, त्यसको लागि त यहाँहरूले असाध्यै संयम भएर, असाध्यै धैर्यताका साथ उहाँहरूलाई स्वागत गर्नुपर्छ नि, हो कि होइन? किनकि उहाँहरू यहाँहरूकै लागि आउनुभएको, त्यति टाढाबाट यहाँहरूको मनोरञ्जनको लागि आउनुभएको, यहाँहरूलाई रमाइलो गर्नको लागि आउनुभएको। त्यसैले यहाँहरूले अत्यन्तै नै संयमताका साथ उहाँहरूलाई आधार गरेर उहाँहरूलाई चाहिँ एउटा सम्मान देखाएर उहाँहरूको स्वागत गर्नुपर्छ, हो कि होइन? त्यसैले मैले यहाँहरूलाई एकदमै अनुरोध गर्छु कि जब कलाकारहरू आउनुहुन्छ उहाँहरूलाई एकदमै खुला हृदयका साथ स्वागत गर्नुहोला, उहाँहरूलाई सम्मान देखाउनु होला, किनकि तपाईहरुको मायाले कलाकारहरूलाई तानेको हुन्छ, हो कि होइन? आज यो असाध्यै पावन अवसरमा शिवरात्रिको मौकामा तपाईहरुको क्षेत्रमा पहिला चोटि आउने मौका मिलेको छ र मलाई यो क्षेत्रमा आउनलाई असाध्यै नै मन थियो। यो क्षेत्रमा पहिलेदेखि नै कसरी आउने र यहाँहरूसँग चाहिँ नि साक्षात्कार कसरी हुने भन्ने मलाई अत्यन्त नै इच्छा थियो र आज यो शिवरात्रिको दिन यो जुरेको छ र यहाँहरूको समक्ष उपस्थित भएको छु। म यहाँको मन्त्रीजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र हाम्रो मित्र उहाँले चाहिँ नि मलाई गएर भेट्नु भएको हो र उहाँहरूले चाहिँ नि यो क्षेत्रमा मलाई निम्तो गर्नुभयो र उहाँकै कारण चाहिँ म यहाँहरूको क्षेत्रमा यसरी आउनु पाएँ, यहाँहरूसँग साक्षात्कार हुन पाएँ, केही समय भए पनि यहाँहरूसँग भलाकुसारी गर्न पाए। किनकि कलाकारको लागि हेर्नुहोस्, कुनै पनि जब क्षेत्रमा जान्छ आफ्नो दर्शकहरूसँग जब यसरी प्रत्यक्ष भेट्ने मौका पाउँछ कलाकारले, त्यो कलाकारको लागि सौभाग्य हो। किनकि यहाँहरूलाई लाग्दो कि कलाकारलाई देखेर तपाईहरु अत्यन्त नै खुसी हुनुभयो, रमाउनु भयो भनेर, तर यहाँहरू दर्शकलाई देखेर कलाकारहरू तपाईहरु भन्दा पनि 2-3 गुणा बढी रमाउँछ, खुसी हुन्छ। त्यसैले कलाकारको हृदयमा तपाईहरुको एकदमै महत्त्वपूर्ण स्थान छ। तपाईहरु जहिले पनि हाम्रो हृदयमा हुनुहुन्छ, चाहे त्यो भोजपुरका कलाकारहरू हुन्, भारतका कलाकारहरू हुन्, नेपालका कलाकारहरू हुन्। आफ्नो दर्शकहरूलाई कसरी मनोरञ्जन दिन सकिन्छ, कसरी उहाँहरूको चाहना अनुसारको कलाकारिता पस्किन सकिन्छ, कस्तो किसिमको भावना आफ्नो दर्शकहरूले बोक्नुहुन्छ, कस्तो स्वाद उहाँहरूले बोक्नुहुन्छ, त्यही अनुसार आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने जहिले पनि कलाकारको चाहिँ मनसाय रहन्छ। र यहाँहरूसँग यसरी उपस्थित भएर प्रत्यक्ष भेट्न पाउँदाखेरि एकदमै खुसी लागेको छ। म यो पल मेरो मन मस्तिष्कमा लिएर जान्छु। यहाँकै इलाकाको मेरो अर्को साथी पनि हुनुहुन्छ, राम। हेर्नुहोस्, राम चाहिँ नि यहाँको हो। ऊ जहिले पनि मेरो साथमा रहन्छ काठमाडौँमा। काठमाडौँमा म र ऊ बिना, ऊ मेरो दाहिने हात हो, ऊ बिना म अधुरो छु। रामको लागि एकचोटि ताली बजाइदिनुहोस्। राम, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँ? धेरै धेरै धन्यवाद भन्न चाहन्छु। म सर्लाही जिल्ला मान्छे हो। यहाँ सरसँग विगत म 18 वर्षदेखि म काम गरिरहेको छु। मलाई यति खुसी छु उहाँसँग काम गर्दा पाउँदा। मतलब हाम्रो घर सर्लाही जिल्ला कबलासी नगरपालिका भेलै। सर के साथ विगत हम 18 वर्ष से काम करी छी। इतना माया, इतना स्नेह वहाँ का फैमिली, मतलब फैमिली के साथ हम पा रहल छी। शायद हम एकदम भाग्यमानी अपने आप के ठान रहल छी कि हम।
2 नम्बर प्रदेश सरी मध्य प्रदेश जय त्यसैले पनि म इच्छा राखेको थिएँ कि यो क्षेत्रमा यहाँहरूसँग प्रत्यक्ष भेट्न पाऊँ भनेर। अब यहाँहरूले नाचगान त प्रशस्त हेरिसक्नुभयो होइन? केसरी लालजीले कति राम्रोसँग यहाँहरूलाई प्रस्तुति दिनुभयो, कति मिठो आवाजले गाउनुभयो, कस्तो राम्रो कलाकारिता पस्किनु भयो। तपाईँहरूलाई कतिको मन पर्यो? मन पर्यो भने ताली बजाइदिनुहोस्। भोजपुरी कलाकारको लागि सबैले ताली बजाइदिनुहोस्। अब मसँग नाच्ने हो? केमा नाच्ने? के अरे कुन गीतमा नाच्ने हो? लथनिया वाली छ नि त एउटा मैले गाएको। यसमा छैन सर। छैन यहाँ? छैन के छ यहाँ? युट्युब छैन। तिम्रोमा छैन? ल्याउनु पर्दैन नि त। यो यसमा पनि हुन्छ नि? यसमा खै तपाईहरुको जोसै गयो जस्तो छ। के हो यस्तो? मौलापुर क्षेत्रको दाजुभाइ दिदीबहिनीहरुको जोस गयो हो? जोस कायम राख्नु पर्यो नि, हो कि हैन? नेपाली गीतमा नाच्ने हो? हुन्छ ल तपाईहरु पनि नाच्नुपर्छ है, साथ दिनुहुन्छ? यो हो नि बात। ल थ्यांक यू। सुंदर फूल घाटी पे है कोयली झरझा, टिपने पर था सुंदर फूल घाटी पे है कोयली झरझा। सकिँदैन चट्ट बिर्सना ओ पहिलो बसन्तको नयाँ कोपिला, मन लाग्यो चट्ट टिपना।
बिर्सना सकिँदैन चट्ट मेटिन पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो चट्ट टिपना पिरतीको मीठा बिर्सना त्यस्तै होला माया भन्ने मिठो मिठो काँडा बिज्ने त्यस्तै होला माया भन्ने मिठो मिठो काँडा बिज्ने भनु भन कसरी भनु कति गाँठो बाँधि राखौँ पहिलो मायाको नयाँ ठुकठुकी सकिँदैन चट्ट बिर्सना पिरतीको मीठा बिर्सना सकिँदैन चट्ट बिर्सना पहिलो बसन्तको नयाँ कोपिला हुँदैन है चट्ट टिपना पिरतीको मिठो तिर्सना सकिँदैन चट्ट मेटिन पहिलो बसन्तको नयाँ कोपिला मन लाग्यो चट्ट टिपना पिरतीको मीठा बिर्सना हुँदैन रेलीमै चट्ट टिपना हुँदैन रेलीमै माया बिर्सना हुँदैन रेलीमै चट्ट टिपना हुँदैन रेलीमै माया बिर्सना वाह अपने सब देख लिए हमने के नेपाली फिल्म इंडस्ट्री के महानायक राजेश समाल और इसी रचना शिवाकोटी जी। सज्जनको लागि नायक, सज्जनको लागि नायक, दुर्जनको लागि खलनायक। दुश्मनको नाम राम नाम सत्य छ, अन्यायमा न्याय दिन राजेश दाइ आउँदैछ। साथीहरूको लागि यो हात सलाम, दुश्मनको लागि यो हात फलाम। शत्रु समारक दुष्ट विनाशक प्रलयंकर हुमा, शत्रु समारक दुष्ट विनाशक प्रलयंकर हुमा, तेरो लागि साक्षात मृत्यु शंकर हुमा। थैंक यू। अपने सबके बीच में अब हमने के गार्जियन आदरणीय नेता प्रभु शाह जी के अपन मंतव्य रख दे। अपने से लाखों लाख धन्यवाद। अपने लाखों के सहभागिता में आके ये धरती के गौरव बढ़ेली। हमरा सके धरती के संस्कार है अतिथि देव भव। अपने सके बाहरी अतिथि सके देवता से बढ़ के जो सम्मान कैली एकरा लेल में विशेष धन्यवाद। और आज ये जो एगो महोत्सव जो मधानी महोत्सव है, आज ये धरती के गौरव बढ़ावे के काम कैली। मधानी महोत्सव मधानी यज्ञ तो ये लंगे सब लोग के था है, लेकिन विश्व के दोसर देश के लोग के मालूम ना है, नेपाल के सब जिला के लोग के मालूम ना है मधानी यज्ञ कथी के कहले। आज श्री पार्वती के ब्याह उत्सव के मनाए वाला एक मौलिक अनुष्ठान, प्राचीन अनुष्ठान जो कमरथुआ सब करले, थारू यहाँ के आदिवासी नेतृत्व में, थारू सब के नेतृत्व में होए वाला यज्ञ के आज अंतर्राष्ट्रीयकरण कैली। अपने सब एक विशेष धन्यवाद है अपने सबके। इतना भारी पैमाना में अपने सब अली ये कार्यक्रम के शोभा बढ़ेली, एक हम अपना तरफ से हार्दिक हार्दिक धन्यवाद कहे। अब बाहरिया अतिथि सबके हम सब विदाई कर चुकल छी, खेसारी लाल लोग सब चल गेल छत। अब राजेश जी के हम सब विदाई करम, तब तक लोकल कलाकार प्रीति यारिया लगायत के लोग सब अपने सके साथ देते रहे। आज रात में हम सब धार्मिक कार्यक्रम के कुछ प्रस्तुति जो लोकल कलाकार सके द्वारा है, खारी धार्मिक कार्यक्रम उस समय कोनो
इच्छुक लोग सब छी, उ सब सहभागी हो सके छी। यह बात के जानकारी करावे प्रीति आर्या जी के प्रस्तुति देवे के लिए आग्रह करैत हम सब विदा हो रहल छी। धन्यवाद।